नमस्ते एभ्रिवान। आज हामी हजुरहरूको लागि कक्षा 10 को कम्पलसरी म्याथ को अभ्यास 1.1 को क्वेशन नम्बर 4 को क र त्यसको सल्युसन लिएर आएका छौं। क्वेशन यस प्रकार छ, कुनै विद्यालयको 180 जना विद्यार्थीमा गरिएको सर्वेक्षण अनुसार 45 जनाले नेपाली मात्र र 60 जनाले अंग्रेजी मात्र मन पराउँछन्, तर 15 जनाले कुनै पनि मन पराउँदैनन्। त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अ नम्बरमा भनेको छ माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्। भेनचित्रमा देखाएका छौं, डायग्राम अफ भेनचित्र। नम्बर अफ n भन्नाले हामी नेपाली मन पराउने, नम्बर अफ ई भन्नाले अंग्रेजी मन पराउने मानेका छौं। क्वेशनमा भनेको छ 45 जनाले नेपाली मात्र भनेको छ, 45 जनाले नेपाली मात्र र नम्बर अफ n इन्टरसेक्सन ई हामीले x मानेका छौं र अंग्रेजी मात्र मन पराउने 60 छन् र दुवै कुनै पनि मन पराउँदैन, अर्थात दुवै मन नपराउने संख्या कति छ भनेको छ 15 छ भनेको छ। यसरी हामी यसलाई भेनचित्रमा देखाएका छौं। आ नम्बरमा क्वेशन यस प्रकार सोधिएको छ, दुवै विषय मन पराउने विद्यार्थीको संख्या पत्ता लगाउनुहोस्। हामी भेनचित्रबाट हेरौं, दुवै विद्यार्थीले दुवै मन पराउने, दुवै विषय मन पराउने हामीले x मानेका छौं। भेनचित्रबाट नम्बर अफ n इन्टरसेक्सन e इक्वल टु x। हामीलाई थाहा छ नम्बर अफ u भनेको के हो भन्दा ओन्ली नम्बर अफ e ओन्ली नम्बर अफ n प्लस नम्बर अफ n इन्टरसेक्सन e प्लस नम्बर अफ n युनियन e को कम्प्लिमेन्ट हो। नम्बर अफ u हामीलाई दिएको छ कति, यहाँ हेर्नुहोस् 180 दिएको छ क्वेशनमा, इक्वल टु 60 हाम्रो नम्बर अफ ई मन पराउने हो भने, ओन्ली नम्बर अफ ई मन पराउने हो भने 45 ओन्ली नम्बर अफ n मन पराउने, अर्थात नेपाली मात्र मन पराउने। हामीले नम्बर अफ n इन्टरसेक्सन e भनेको हामीले कति x मानेका छौं अनि नम्बर अफ n युनियन e को कम्प्लिमेन्ट 15 मानेका छौं। यसलाई सल्युसन गर्दा हेर्नुहोस् x इक्वल टु 60 एन्सर हुन पुग्छ। That is number of n intersection e equal to 60 हुन पुग्छ। ई नम्बरको क्वेशनमा सोधेको छ, कम्तीमा पनि एक विषय मन पराउने विद्यार्थीको संख्या पत्ता लगाउनुहोस् भनेको छ। सल्युसन, कम्तीमा एक विषय मन पराउने विद्यार्थीको संख्या हामीलाई थाहा छ भेनचित्रबाट। भेनचित्रबाट हेर्नुहोस् 45 प्लस x प्लस 60 गर्यौं भने हामीले के आउँछ भन्दा कम्तीमा एक विषय मन पराउने विद्यार्थीको संख्या आउँछ। त्यसैले 45 प्लस x प्लस 60 लाई सल्युसन गर्दा 165 एन्सर हुन्छ। धन्यवाद।